काण्डको पर्खाइमा बस्ने भाइहरू आफ्नो आमाको दुलोभित्र गएर पस्ने है सोचिरह होला यसको दिमाग हल्लाउँछु भनेर तर कुरा सिधा छ भाइहरू दिमाग त के मेरो भुत्ता नि होला हैन। नमस्कार मित्रहरू, आजको भिडियोमा हामी गंगा छेत्रीको बारेमा कुरा गर्दै छौं जसले आफ्नो अनौठो नृत्य र टिकटकहरुका भिडियोहरु मार्फत एकदमै भाइरल बन्दै आइरहेकी थिइन्। टिकटक र अन्य सोशल मिडिया प्लेटफर्महरु मार्फत धेरै पेचिलो शब्दहरु प्रयोग गर्दै रमाइलो दिँदै पनि आइरहेकी थिइन्। अनौठो स्टाइलले लाखौं मानिसहरुको मन जित्न सफल भएकी थिइन्। तर पछिल्लो समयमा उनी एकाएक ट्रोल बनिरहेकी छिन्। सोशल मिडियामा हेर्नै नसकिने कमेन्टहरुको वर्षात देख्न सक्छौं। आखिर किन यसरी उनी ट्रोल बनिरहेकी छिन् त? एकछिन यो भिडियोबाट जानौं है त। गंगा छेत्रीले कि त माया गर्ने केटा पाएको थियो कि त पैसावाला पाएको थियो। माया गर्ने केटाले त त्यस्तो गर्दै गर्दैन थियो हैन। यस्तो वाला हेर्ने भएको भएर चाहिँ उले आज धोका पायो। तपाईलाई कस्तो लाग्छ कमेन्ट गर्न सक्नुहुन्छ। चित्त नबुझेको कुरा देख्न सक्नुहुन्छ। अब एउटी नानीले 7.2 रेक्टरको भूकम्प मचाइन रे हल्ला गरे यहाँ दुनिया थोक। अनि ए दिदी तपाईसँग लिंक भए पठाउनु अरे। हामी चाहिँ लिंक बोकेर बस्ने मान्छे हो नि, हान्छु नि चिरपाट दाउराले तिमीहरूलाई। अनि नानी के गरेको थियो यामा प्रदर्शन गरिदिहाल्ने। अनि त्यसपछि यो रेकर्ड गरेर हाल्ने छोरो मान्छे पनि कति विश्वास गरेर प्रदर्शन गरिदिन् क्या गरेर नानीले यस्तो बिजोग गराएर यत्र तत्र सर्वत्र बनाइदिएर। त्यही भएर छोरी मान्छेको इज्जत जान बेर लाउन बाए कमाउनु बेर लाउने इज्जत जान बेर लाउन। इज्जत जोगाउने आफ्नै हातमा छ बाए। जोगिनुस्, यस्ता व्यक्तिसँग पनि जोगिनुस्, यस्ता मान्छेहरूसँग पनि जोगिनुस्, यस्तो बोयफ्रेन्डहरूसँग पनि जोगिनुस्। त्यो भएको भएर ल लिंक हामीसँग छैन नमागेको मेसेज बहुत गर्थ्यो। काण्ड निस्कियो यो गंगा छेत्रीको चाहिँ 7 मिनेट 3 सेकेन्डको है। यो मैले चाहिँ भिडियो चाहिँ अस्ति नै हेरिसकेको थिएँ हैन। भिडियो यसमा बनाउँला सोचेको थिएँ तर फेस जति उज्यालो भए पनि अनुहार जति उज्यालो भए पनि तर पुच्छर चाहिँ कालो नै हुँदो रहेछ है गाइजहरु हैन। तर यो चाहिँ मलाई एकदमै ठिक लागेन है। यसरी काण्ड गराउने हैन, यो भाइरल गराउने यसो सरासरी गलत हो हैन। म यो फुल भिडियो ल्याएर अरु भिडियो ल्याएर आउनेवाला छु। हजुरहरु वेटिङमा हुनु होला है सबैजना। उनको टिकटकमा लाखौं भ्यू छन् र विभिन्न नृत्य च्यालेन्जहरुमा उनले भाग लिइरहेकी छिन्। गंगा छेत्रीको मुख्य आकर्षण भनेको उनको मजाकिया प्रस्तुतिहरू र जागरिलो हाँसो हो। धेरैले उनलाई केवल एक नृत्य कलाकारको रूपमा मात्र होइन एक रमाइलो कमेडियनको रूपमा पनि हेर्ने गर्छन्। त्यही कारणले उनी यति धेरै चर्चित भइन्। उनको यात्रा अझै जारी छ र हामी विश्वास गर्छौं कि भविष्यमा गंगा छेत्रीले नृत्य र सृजनशीलताले अझ धेरै मानिसहरूको मन जित्नेछ। उनलाई शुभकामना छ। तपाईले गंगा छेत्रीको यो कदमलाई के भन्न चाहनुहुन्छ कमेन्टमा बताउनु होला। र यदि तपाईले यो भिडियो मन पराउनु भयो भने कृपया हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला। मेरो 15-20 सेकेन्डको भिडियो हेरेर मलाई जज गर्ने मान्छेहरू यता छन्। मुन्टु झोलामा टाउको खोलामा पुग्ला होस्कर म्याजिक्सहरू।